सो हेलो गाइज वेलकम टु अ न्यू भिडियो। सो यो भिडियोमा चाहिँ म तपाईँहरूलाई ट्रेडिङ भनेको के हो र टाइप्स अफ ट्रेडिङमा के इन्क्लुड हुन्छ त्यो भनिदिन्छु। सो प्रिभियस भिडियोहरूमा हेर्नु ब्रोकर एकाउन्टहरू कसरी क्रिएट गर्ने अनि ट्रेडिङ कसरी स्टार्ट गर्ने मैले त्यो पनि एक्सप्लेन गरिदिएको छु डिटेलली। सो यो भिडियोमा म ट्रेडिङ भनेको के हो त्यो मजाले एक्सप्लेन गरिदिन्छु फर्स्ट अफ अल है। सो फर्स्ट अफ अल यो वर्डलाई हेरौँ न हामी। सो यो ट्रेडिङ भन्ने वर्ड छ होइन त। सो यो ट्रेडिङलाई नहेरिकन ट्रेड भन्ने कुरालाई हेरौँ पहिला। ट्रेड र ट्रेडिङ भनेको सेम हो। सो ट्रेड भनेको के हो भन्दाखेरि चाहिँ कुनै पनि कुराहरू बाई गर्नु एन्ड त्यसलाई सेल गर्नु इज नोन एज ट्रेड होइन। जस्तै बिजनेस भनेको नि एउटा ट्रेड हो क्या। जस्तै कुनै पनि बिजनेसहरू हुन्छ नि उनीहरूले पनि लाइक प्रोडक्टहरू म्यानुफ्याक्चर गर्छ, त्यसलाई अब रिटेलरले सेल गर्छ, होलसेलर्सहरूलाई के अरे सेल गर्छ, त्यो पनि ट्रेड हो कि। अब हामीले गर्ने ट्रेड चाहिँ केमा हो भन्दाखेरि चाहिँ सिम्पली भन्नुपर्दा स्टक मार्केट, क्रिप्टो मार्केट होइन, कुनै पनि फरेन करेन्सीको मार्केट, फ्युचर ट्रेडिङ, सो त्यस्तोमा इन्क्लुड हुन्छ है। सो सिम्पली भन्नुपर्दा ट्रेडिङ भनेको नि एक हिसाबले इन्भेस्टिङ नै हो। अलराइट। सो फर इक्जाम्पल सो धेरै टाइप्स अफ ट्रेडिङ हुन्छ। जस्तै हजुरले जस्तै ट्रेड भन्ने बित्तिकै के बुझ्नु भन्दा बाई अर सेल होइन त। सो मानौँ एउटा क्रिप्टो करेन्सी छ। सो क्रिप्टो करेन्सी भनेको के हो भन्ने कुरा हजुर थाहा होला, लाइक हजुर सुन्नुभयो होला बिटकोइन भन्ने कुरा होइन। सो बिटिसी भनेको बिटकोइन भयो, बिटकोइन, इटिएच भनेको इथेरियम भयो, अनि सोलाना भयो। सो यो भनेको क्रिप्टो कोइन्सहरू भयो। सो यो सर्टेन क्रिप्टो कोइन्सहरूको हजुरले बाइङ गर्नुहुन्छ र कुनै सर्टेन टाइममा त्यसलाई सेलिङ गर्नुहुन्छ भने हजुरले क्रिप्टोको ट्रेड गर्नुभयो, मिन्स यु आर क्रिप्टो ट्रेडर। हजुरले क्रिप्टो ट्रेडिङ गर्नुभयो। त्यसै गरी कुनै पनि कमोडिटिज लाइक गोल्ड, सिल्भर अनि कपर, सो यस्तोहरूमा हजुरले फेरि त्यो डिजिटल वेमा है, डिजिटल वेमा सो गोल्ड, सिल्भर, कपरहरूको बाइङ गर्नुहुन्छ अथवा कुनै बाई गर्नुहुन्छ र कुनै सर्टेन टाइममा त्यसलाई सेल गर्नुहुन्छ, मिन्स हजुरले के गर्नुभयो, यहाँ कमोडिटीमा ट्रेड गर्नुभयो। इट मिन्स कि यु आर अ कमोडिटी ट्रेडर। सो यसै गरी डिफ्रेन्ट कुरा हुन्छ। जस्तै हजुरले सेयर्स भन्ने कुरा पनि सुन्नुभयो होला होइन। सेयर्स एन्ड स्टक्स यो भनेको एकदमै डिफ्रेन्ट उसमा आउँछ, क्रिप्टोहरू एकदमै डिफ्रेन्टमा आउँछ। सो कुनै पनि कम्पनीको सेयर्सहरू हजुरले कुनै सर्टेन टाइममा बाई गर्नुहुन्छ र त्यसलाई सेल गर्नुहुन्छ, मिन्स हजुरले सेयरको ट्रेडिङ गर्नुभयो। त्यसै गरी स्टक्स, सो इक्जाम्पलको लागि सो म हजुरलाई के इक्जाम्पल दिन्छु भन्दाखेरि चाहिँ कुनै एउटा कम्पनीको सेयर्स अरे। जस्तो मानौँ हाम्रो कम्युनिटी एएमजी। सो एएमजीको सेयर्सको कस्ट राइट नाउ $100 छ अरे है, $100 छ अरे। सो हजुरले $100मा एउटा क्वान्टिटी किन्नुभयो एएमजीको सेयर, मिन्स हजुरले कति कस्ट लाग्यो, $100 लाग्यो। बाई चान्स एएमजी राम्रो ग्रो गऱ्यो अरे र त्यो $100को सेयर चाहिँ $110मा पुग्यो अरे, मिन्स हजुरको एक्चुअल इन्भेस्टमेन्ट कति थियो, 100 थियो र अहिले त्यसको प्राइस कति छ, 110, मिन्स $10 के छ हजुरको प्रफिट छ होइन त। सो हजुरले 10% ग्रोथ गर्नुभयो यहाँ टिम होइन त। त्यसै गरी धेरै कम्पनीजहरू हुन्छ, धेरै स्टक्सहरू हुन्छ, धेरै सेयर्सहरू हुन्छ र सबैको डिफ्रेन्ट रेट्सहरू हुन्छ है। सो एउटा इन्भेस्टिङको प्लेटफर्म हो फर्स्ट अफ अल। जस्तै हामीले अब टाइप्स अफ ट्रेडिङमा चाहिँ के इन्क्लुड हुन्छ भन्दाखेरि एउटा भनेको डे ट्रेडिङ हुन्छ, अर्को भनेको इन्ट्राडे ट्रेडिङ हुन्छ, अर्को भनेको स्क्याल्पिङ भन्ने कुरा हुन्छ। सो डे ट्रेडिङको कुरामा मानौँ त्यही एएमजीको सेयरलाई $10, $100देखि $110 पुग्नलाई मेबी 2 days लाग्यो अरे अर मोर। भनेपछि त्यति बेलासम्म मेरो ट्रेड के थियो, रनिङ थियो भने चाहिँ मैले डे ट्रेडिङ गरेँ क्या। डे ट्रेडिङ भनेको के हो भन्दाखेरि कुनै पनि पर्टिकुलर ट्रेड्स जुन हजुरले मोर देन 2 days होल्ड गर्नुहुन्छ, मिन्स ओपन पोजिसन। जस्तै हजुरले आज किन्नुभयो र पर्सि गएर त्यसलाई बेच्नुहुन्छ भने चाहिँ यो डे ट्रेडिङ भयो। फर इक्जाम्पल सेम एएमजीको सेयर चाहिँ $100देखि $110 पुग्नलाई 12 घन्टा लाग्यो अरे, 12 घन्टा लाग्यो अरे, 12 hours।
अनि हजुरले 12 आवर्सभित्रै सेल गर्नुभयो अरे 110 मा। मिन्स हजुरले के गर्नुभयो अहिले इन्ट्राडे ट्रेडिङ गर्नुभयो। इन्ट्राडे ट्रेडिङ भनेको के हो भन्दाखेरि चाहिँ यस्तो टाइप्स अफ ट्रेड जुन चाहिँ विदिन अ डे कम्प्लिट हुन्छ क्या। मिन्स हजुरले मर्निङको 6 AM मा वर्थ अफ $100 एउटा सेयर किन्नुभयो एएमजीको, एन्ड देन रातिको 6 PM मा त्यसको प्राइस 110 पुग्यो अरे, एन्ड देन हजुरले सेल गर्नुभयो, हजुरको पोजिसन क्लोज भयो, ओपन पोजिसन टाइम 6 AM, क्लोज पोजिसन टाइम 6 PM होइन। अनि हजुरले यहाँ मार्जिन कतिको पाउनुभयो $10 प्रफिट भयो। मिन्स $100 क्यापिटलमा मिन्स प्लस 10% ग्रोथ भएको छ हजुरको होइन त। सो हजुरले यहाँ चाहिँ के गर्नुभयो इन्ट्राडे ट्रेडिङ गर्नुभयो है त। त्यसै गरी स्क्याल्प भनेको के भनेको कुरा बुझाइदिन्छु है म। सो यो स्क्याल्प भनेको सर्ट टर्म ट्रेडिङ के, एकदमै सर्ट टर्म। मिन्स जुन टाइप्स अफ ट्रेड जुन 10 मिनटदेखि मेबी 5 मिनट पनि हुनसक्छ, 15 मिनट पनि हुनसक्छ। सो यति टाइमभित्र क्लोज हुने ट्रेड्सलाई चाहिँ स्क्याल्पिङ भन्छ। सो फर इक्जाम्पल त्यही $100 वर्थ अफ सेयर्स एएमजीको 110 पुग्नलाई 5 मिनट लाग्यो अरे, जस्ट 5 मिनटमा त्यहाँ पुग्यो अरे। 5 मिनटमा 10% ग्रोथ आयो अरे, बाई चान्स एक्जाम्पल हो त्यही नि। सो 5 मिनटभित्रै हजुरको ट्रेड क्लोज भयो, हजुरले ट्रेड क्लोज गर्नुभयो विथ प्रफिट अर लस। यहाँ चाहिँ प्रफिट गर्नुभयो, मिन्स हजुरले यहाँ चाहिँ स्क्याल्प गर्नुभयो क्या। अनि अर्को टाइप्स अफ ट्रेडिङमा के आउँछ भन्दाखेरि चाहिँ लङ टर्म इन्भेस्टिङ भन्ने कुरा आउँछ। सो लङ टर्म इन्भेस्टिङ भनेको लामो समयसम्म इन्भेस्ट गर्नु क्या। जस्तै हजुरले आज मे 11 मा कुनै पनि पर्टिकुलर स्टक्सहरूमा 1 लाख इन्भेस्ट गर्नुभयो अरे र त्यसलाई छोडिदिनु भयो फर इयर्स मन्थ्स होइन, त्यो भनेको एउटा लङ टर्म इन्भेस्टिङ भयो। सो टाइप्स अफ ट्रेडिङ पनि मैले एक्सप्लेन गरिदिएँ, अनि ट्रेडिङ भनेको के हो पनि एक्सप्लेन गरिदिएँ। एकचोटि म फेरि रिभिजन हानिदिन्छु। सो फरेक्स भन्ने कुरा एउटा हुन्छ, फरेक्स ट्रेडिङ भनेर सुन्नुभयो होला। सो फरेक्स भनेको यो खासमा सर्ट टर्म हो। सो यसको लङ टर्म भनेको के छ भन्दाखेरि चाहिँ फरेन एक्सचेन्ज। सो फरेन एक्सचेन्ज चाहिँ केमा भन्दाखेरि चाहिँ करेन्सीमा। करेन्सी भनेको थाहा होला नि होइन। सो फरेन करेन्सीको एक्सचेन्जलाई नै सर्ट टर्ममा फरेक्स भनिन्छ। जस्तै फरेन करेन्सी भन्ने बित्तिकै अब जति पनि दुनियाँमा वर्ल्डमा कन्ट्रिजहरू छ, हरेक कन्ट्रीको आफ्नो आफ्नो करेन्सी हुन्छ होइन। एकले अर्काको करेन्सीमा के गरेर हुन्छ ट्रेड गरेर हुन्छ, एक्सचेन्ज गरेर हुन्छ। त्यसलाई हामी के भन्छौँ फरेक्स ट्रेडिङ भन्छौँ क्या। मिन्स जीबीपी भन्ने एउटा करेन्सी छ एन्ड डलर भन्ने एउटा करेन्सी छ, युएसडी भनेको डलर भयो। सो जीबीपी र युएसडी के भयो एउटा पेयर भयो, मिन्स जीबीपी र युएसडीको एक्सचेन्ज। सो यसमा हामीले ट्रेड गर्छौँ भने हामीले सिम्पली के गरिरहेछौँ फरेक्स ट्रेडिङ गरिरहेछौँ। त्यसै गरी डलर र युएसडी रे होइन, युएसडी र जेपीवाई भनेको जापानिज करेन्सी। सो यो दुइटाको ट्रेड के अरे यो सर्टेन पेयरमा चाहिँ हामीले बाई अर सेल गर्छौँ भने हामीले यसमा नि फरेक्स ट्रेडिङ गरिरहेछौँ। यो भनेको डलर भयो, यो भनेको जापानिज करेन्सी भयो। त्यसै गरी जीबीपी जेपीवाई पनि हुन्छ, डिफ्रेन्ट पेयर्स हुन्छ यसरी चाहिँ जीबीपी जेपीवाई मिन्स पाउन्ड र जेपीवाईको एक्सचेन्ज। सो यसमा ट्रेड गर्नु फरेक्स ट्रेडिङ हो। अब क्रिप्टो ट्रेडिङको कुरामा जस्तै मैले भने जसरी बिटकोइन इथेरियमहरू भयो नि, तिनीहरूको सिम्पली बाइङ गर्नु र त्यसलाई कुनै पोइन्टमा गएर सेलिङ गर्नु। जस्तै मैले अघि भनेको जसरी डे ट्रेडिङ, इन्ट्राडे, स्क्याल्प, लङ टर्म। सो त्यो भनेको क्रिप्टो ट्रेडिङ भयो, एकदमै इजी कन्सेप्ट छ। सो यति बुझेपछि चाहिँ हुन्छ है। सो दिस मच फर टुडे। धेरै कुरा सिकियो होला, भिडियो पनि लामो भयो। सो सी यु इन नेक्स्ट वान है त।